एकैछिन यो भिडियो हेर्नुहोस् गाडी। फागुन 21 मा भोट हाल्नुभन्दा पहिला नेपाली काङ्ग्रेसले बोलेको यो भिडियो हेर्नुहोस् अनि मात्र भोट हाल्नुहोस् गाडी। जो छाला जुत्ता कारखाना थियो, छाला जुत्ता कारखाना भएको ठाउँमा काङ्ग्रेसले बेचिदियो जुत्ता खाना, जुत्ता उत्पादन गर्ने। गाउँ गाउँमा अहिले पनि ताङमा भन्दैछन् काङ्ग्रेसले उद्योग बेच्यो, गलत गर्यो। एउटा गरिब देशको सरकारले मान्छेको खुट्टामा लाउने जुत्ता उत्पादन गरेर बस्ने होइन दिदीबहिनी दाजुभाइहरू, हामीले बेचेकै हो। वारे वाह, नेपाली काङ्ग्रेस गाडी जुत्ता कारखाना खोल्नु पाप हो अनि तिमीले बेचिदियो, महान काम गर्यौ गाडी। अनि चिनी कारखाना थियो, के कारखाना भएका कारखानाहरू सर्लक्क बेचिदियो गाडी। अनि अहिले युवा जतिलाई खाडीमा पठायो गाडी। अब भनेको जस्तो विकास गर्न सकेनौ गाडी, भ्रष्टाचारमा चुब्लुङ्ग डुब्यो गाडी। त्यही भएर अहिले ठुला भाषण आँसु झार्दै हिँड्छौ गाडी। फागुन 21 पछि जनताले देखाइदिनेछन् तिमीलाई गाडी। अब हेर्दै जाऊ गाडी अब है।